रसिया युक्रेन युद्धमा 2000 भन्दा बढी उत्तर कोरियाली सेनाहरू मारिएको खुलासा भएको छ। हजारौं उत्तर कोरियाली सेनाहरू रुसका लागि लडिरहेका छन् भन्ने कुरा त हामीले घानेगुने सुनेकै थियौं। तर हालै उत्तर कोरियाले रुसका लागि युद्ध लड्दा मारिएका सैनिकहरूको सम्झनामा म्युजियम बनाएपछि भने यो कुरा सार्वजनिक रूपमा पुष्टि भएको छ। दक्षिण कोरियाली इन्टेलिजेन्सका अनुसार लगभग 11 देखि 15 हजार उत्तर कोरियाली सेनाहरू पठाइएको थियो, जसमध्ये 2000 भन्दा बढी सैनिकहरू मारिएका हुन्। हुन त यो आँकडा हाराहारी 5000 हुन सक्ने अनुमान विश्लेषकहरू गर्छन्। हुन त सुरुमा उत्तर कोरियाली सेनाहरू रसियाको पक्षबाट युद्ध गरिरहेका छन् भन्ने कुरालाई दुवैले नकारेका थिए र अहिले भने सम्झना स्वरूप म्युजियम बनेपछि किम जोङ उनले गरेको त्यो भाषणले त्यहाँ उत्तर कोरियाली सेनाहरू पनि थिए अनि मारिए भन्ने कुरा पुष्टि भएको छ। र अर्को कुरा, सुरुवाती चरणमा उत्तर कोरियाली सेनाहरू चाहिँ मोडर्न ड्रोन वारफेयरमा अनुभवी नभएको कारणले गर्दाखेरि चाहिँ मारिएको भन्ने कुरा पनि जानकारीमा आएको छ। र किम जोङ उनले म्युजियमको उद्घाटन गर्दै गरेको भाषणमा ती सबै वीरगति प्राप्त गरेका योद्धाहरूलाई हिरो भनेर चाहिँ सम्बोधन गरेका छन्। र वास्तवमै भन्ने हो भने यो घटनाले के कुरालाई संकेत गर्छ भने नि, र अहिले आएर यो हाम्रा यति सेनाहरू मरे या हामी युद्धमा छौं भन्नुको अर्थ पोलिटिकली चाहिँ यो एकदमै ठूलो एनाउन्समेन्ट हो क्या। अब बुझ्नुपर्ने कुरा चाहिँ के छ भने सेनाहरू त अगाडि नै मारिएका थिए, तर त्यो मारिएको जुन जानकारी चाहिँ किम जोङ उनले संसारलाई भरि दिए नि, उनले मिडियामा भने संसारभरि यसको हल्ला फैलियो। यसको अर्थ चाहिँ सामान्य हुँदैन क्या पोलिटिकल्ली। यसको अर्थ चाहिँ के हुन्छ भने हामी साथ छौं, हिजो पनि साथ थियौं र भोलि पनि आवश्यक पर्यो भने हामी साथमा युद्ध लड्छौं। कुनै पनि युद्ध रसियाको या नर्थ कोरियाको अलग अलग हुने छैन भन्ने कुरा चाहिँ पुष्टि गर्छ क्या यो घटनाले। उत्तर कोरिया र रसिया एक युनिट हुन्, यिनीहरू कुनै पनि ठाउँमा सँगै युद्ध गर्न सक्छन् भन्ने कुराको ढोका खोलियो क्या। त्यही भएर हामीले यो खबरलाई 2000 उत्तर कोरियाली सेनाहरू चाहिँ युक्रेन रसियाको युद्धमा मारिए भन्ने मात्र होइन क्या यसको अर्थ। यसको अर्थ पोलिटिकल्ली एकदमै गहिरो हुन्छ। यति भन्दै फेरि पनि तथ्यको जानकारी लिएर आउने बाचासहित बिदा हुन्छु। नमस्ते।